साथीहरू म चाहिँ राई होइन अनि मेरो बुढा चाहिँ छेत्री हाम्रो इन्टरकास्ट बे हो नि त अनि बाबा हाम्रो भ्युअर्सहरूले चाहिँ के भन्दै हुनुहुन्थ्यो भने नि अनि यो इन्टरकास्ट बे चाहिँ कसरी भयो होइन अनि यो इन्टरकास्ट बे गर्दा त राम्रो हुन्न भन्ने एउटा भनाइ छ नि त त्यही मलाई कमेन्टमा पनि त्यही भन्दै हुनुहुन्थ्यो होइन अनि यसमा तपाईँ के भन्नुहुन्छ के हो भने नि हामी नेपालमा चाहिँ यस्तो खालको सोच छ होइन तर यो खासमा सोच नहुनुपर्ने सोच हो कुनै पनि जात जाति बिचमा चाहिँ छुट्याउनु हुँदैन होइन आफूलाई जो मान्छे मनपर्छ त्यसलाई चाहिँ बिहे गर्नुपर्छ र यस्तो हो कस्तो भने अब राई लिम्बूले राई लिम्बू नै छेत्री बाहुनले छेत्री बाहुन नै बिहे गर्नुपर्छ भन्ने होइन होइन हाम्रो बाहिरतिरको कल्चरलाई हेऱ्यौँ भने एउटा महिला जाति हुन्छ एउटा पुरुष जाति मात्रै हुन्छ त्यसबिचमा कसैले पनि जातपात भनेर हेर्दैन त्यो जातपात नहेर्ने देशहरू चाहिँ डेभलप पनि छ उनीहरूको चाहिँ सोच्ने लेभलदेखि लिएर उनीहरूको लाइफस्टाइल अर्कै छ भने हामी चाहिँ यस्ता साना कुराहरूमा अल्झिरहेका हुन्छौँ जसले गर्दा हाम्रो देशलाई पनि उँभो लाग्न दिइरहेको हुँदैन हामी चाहिँ एक आपसमा झगडा गर्छौँ जातपात छुट्याउँछौँ भने हाम्रो घरमा चाहिँ त्यस्तो खालको छैन जातहरू कुन जात कुन तल्लो जात माथिल्लो जात फलानु उसको राई लिम्बू चाहिँ यस्तो छेत्री बाहुन यस्तो भन्ने पनि छैन तिमीले त्यस्तो फिल गरेको छौ र छैन होइन त्यो भएको कारणले जात भनेको खासमा पहिलेको समयमा चाहिँ अब हाम्रो जुन मान्छेको सृष्टि हुँदाखेरि जुन ठाउँमा मान्छे बस्यो त्यहाँबाट त्यो जुन ठाउँमा मान्छे जन्मियो त्यहीँबाट चाहिँ त्यसको भूगोल अनुसार चाहिँ जात छुटेको हो होइन जस्तै अब राई लिम्बूहरू अलिकति अब मङ्गोलियातिर अलिकति चिसो ठाउँमा बसेको कारणले उनीहरूको त्यो फेसको बनावट त्यस्तो भयो भने अलिक गर्मी ठाउँमा बसेको मान्छेहरूको काला भए होइन अफ्रिकनहरू भयो भने त्यस्तै अब छेत्री बाहुनहरू त्यो भूगोलको अनुसारले भएको पछि गएर कल्चरल्ली उनीहरूले आफ्नो एउटा समुदाय बनाउँदै उनीहरूले कल्चर कसैले कुन कल्चर माने कसैले कुन कल्चर माने त्यसरी उनीहरूको चाहिँ कल्चर भएको हो होइन त्यो भएर अहिले पछिल्लो समयमा चाहिँ अब सबैले आफ्नो कल्चरहरूलाई एकअर्काको कल्चरलाई सम्मान गर्दै चाहिँ अब इन्टरकास्ट भयो भने ऊ भयो भने सबै राम्रो हो किनभने त्यो चाहिँ झन् इन्टरकास्ट चाहिँ झन् राम्रो हो किनभने जस्तै छेत्रीले राईलाई बिहे गरो राईले छेत्री बिहे गरो लिम्बूले छेत्री बाहुन बिहे गरो भने के हुन्छ भने सबै पछि गएर मिक्स हुन्छ सबै एउटै जात हुन्छ कसैले हेला पनि हुँदैन किनभने त म त अब ज्वाइँ भइगएँ मलाई हेला गर भने त मलाई राईले त मलाई ज्वाइँले त हेला गर्ने कुरो भएन होइन अर्कोले लिम्बू अब जस्तै चाहिँ लिम्बूको के अरे लिम्बूले चाहिँ छेत्रीको छोरी बाहुनको छोरी लग्यो भने त बाहुनको ज्वाइँ त लिम्बू भयो फेरि लिम्बूलाई पनि हेप्नु भएन होइन त्यो भएको कारणले सबै कुराहरू बिस्तारै समाज चाहिँ मिल्छ क्या यस्तो तरिकाले त्यो भएर चाहिँ एकदमै गर्नुपर्छ यस्तो खालको